सक्नुहुन्छ बेसी जान लाग्यो बेसी गएर हामी के हेरेर देखाउँछौँ है हामी चाहिँ बेसी आइपुगिसक्यौँ अब देख्न सक्नुहुन्छ साथीहरू हामी चाहिँ बेसी आइसक्यौँ हाम्रो चाहिँ भैँसी एउटा गाई दुईटा अनि ऊ त्यो चाहिँ हाम्रो पल्लो घर हो पल्लो बेसी हो है अनि चाहिँ आज खोलामा जान्छौँ घाँस काट्छौँ अनि हामी चाहिँ खोलामा गएर हेर्छौँ अनि तपाईँहरूलाई देखाउँछौँ ल हेर्नु सक्नुहुन्छ हेलो साथीहरू हाम्रो कान्छीको चाहिँ यहाँ हातका नङ काटेर हामी चाहिँ उपचार गरिरहेछ गोठ जान आँटेको अनि यहाँ चाहिँ दिदीले बोक्दै हुनुहुन्छ हामीलाई साधेर खान आँटेको सो यता चाहिँ अचार पिस्दै हुनुहुन्छ त्यता चाहिँ बोक्रा निकाल्दै हुनुहुन्छ यता खाँदै हुनुहुन्छ बोक्रा म नि खाइरहेको छु गाइस अब हामीले चाहिँ चोपेको सानीमा टक्क लाएर गरन के हो अङ्कल तपाईँको अङ्कलको त आँसु आइसक्यो यता